दर्शकबिन नमस्कार। यतिखेर हामी लाइभमा छौँ। यतिखेर हामी मलङ्वा र भारतको सोनवर्षा जोड्ने मुख्य नाकामा छौँ र अहिलेको भीषण वर्षापछिको अवस्था हेर्न सक्नुहुन्छ यहाँहरू। हाम्रो जुन मलङ्वाको मुख्य नाका रहेको छ सोनवर्षा नाका, त्यहाँबाट हामी प्रत्यक्ष प्रसारणमा छौँ। यो हाम्रो लाइभको अवस्था, पानी एकदमै डुबानमा परेको छ यो एरिया। यता केही मिटर अगाडि हाम्रो मुख्य नाका, भारतको मुख्य नाका सोनवर्षा रहेको छ भने यतातिर हाम्रो भन्सार कार्यालय रहेको छ र हामी ग्राउन्डबाट रिपोर्टिङ गर्दैछौँ। हामी तपाईँहरूलाई अवस्था देखाउँदैछौँ। झन्डै केही मिटर टाढा यहाँ हेऱ्यो भने भारतले भर्खरै निर्माण गरेको सैनिक सडक रहेको छ। यतातिर नेपालको बोर्डर छेउछेउमा भारतपट्टिबाट इन्डियाले सैनिक सडक बनाएको छ र सो सडकले गर्दा पानी एकदमै घेरावमा परेको छ र पानीको बहाव रुकेकोले गर्दा अहिले मलङ्वाको अवस्था हेर्न सक्नुहुन्छ यहाँहरू। यतिखेर हामी प्रेस 4K को लाइभमा प्रत्यक्ष यहाँहरूलाई मलङ्वाको दृश्य देखाइरहेका छौँ। यो हाम्रो भारतको र मलङ्वा जोड्ने मुख्य नाका सोनवर्षा र मलङ्वा जोड्ने नाकाको अवस्था हो यो। हेर्न सक्नुहुन्छ पानीको अवस्था। यो हाम्रो मलङ्वाको मुख्य भन्सार कार्यालय हो। एकैछिन सर पाउँदैछ यता। यहाँहरू लाइभमा हेर्नु होला। कुन ठाउँदेखि लाइभ हेर्दै हुन्छ कृपया कमेन्ट गरेर जानकारी गराउनु होला। हामी सर्लाहीको विभिन्न ठाउँदेखि यसरी नै लाइभ र ताजा अवस्थाबारे जानकारी दिइरहेका छौँ। यो भर्खरै निर्माण गरेको सशस्त्र प्रहरीको क्याम्प हो, नयाँ ब्यारेक हो, जुन अहिले जसको गेट हेर्न सक्नुहुन्छ। गेट आधा गेट नै डुबानमा परेको छ। यस्तो अहिले मलङ्वाको अवस्था। यो भारतमा निर्माण गरिएको सैनिक सडक जुन हाम्रो मलङ्वाको सिमानाभन्दा केही मिटर अगाडि इन्डियाले सैनिक सडक निर्माण गरेको छ र त्यो सैनिक सडकले गर्दा यतापट्टि हेर्न सक्नुहुन्छ। यतापट्टि यो सैनिक सडक जुन ट्रक जाँदै गरेको अवस्था छ एउटा, त्यो सैनिक सडक हो, इन्डियाको सैनिक सडक हो र यसले गर्दा पानीको बहाव जुन छ पूर्णतः रुकेको छ र यसले गर्दा मलङ्वा अझै जलमग्न हुन बेर लाग्दैन। यसरी हामी अहिले ताजा अवस्था देखाइरहेका छौँ तपाईँहरूलाई। यो मलङ्वाको सोनवर्षा नाकाको मुख्य बोर्डरबाट लाइभ गर्दैछौँ। यहाँहरू लाइभमा जोड्नु होला र कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गरेर जानकारी गराउनु होला। हामी यसरी नै सर्लाही जिल्लाको हाम्रो विभिन्न ठाउँहरूबाट, हाम्रो देशभरिको समाचार विभिन्न ठाउँहरूबाट यसरी नै लाइभ र प्रत्यक्ष ताजा समाचारहरू यहाँ समक्ष राख्नेछौँ। यो हाम्रो मुख्य प्रवेशद्वार, मलङ्वा प्रवेश गर्ने, सोनवर्षाबाट मलङ्वा आउने मुख्य प्रवेशद्वार रहेको छ भने यतातिर हाम्रो भन्सार कार्यालय, सर्लाही जिल्ला मलङ्वा नाकाको मुख्य भन्सार कार्यालय हो यो। र पानी एकदमै धेरै छ। यो सैनिक सडकको अवस्था हो र यो सैनिक सडकले गर्दा पानीको बहाव एकदमै पूर्णतः तरिकाले रुकेको छ। पानी केही मात्र भारततिर पुग्न पाइरहेको छ भने यतातिर पानीहरू घेरावमा परेर रुकेको छ। हामीहरूलाई लाइभ मार्फत देखाइरहेका छौँ। यो सोनवर्षा मलङ्वाको सोनवर्षा जाने बाटो जुन मलङ्वाको मुख्य नाका रहेको छ। हामी यहाँ गेटबाट लाइभमा छौँ। जलस्तर निकै नै बढेको छ। सम्भवतः अहिलेसम्मको धेरै नै पानी हो जस्तो लाग्छ। यो भर्खरै निर्माण गरिएको सशस्त्र प्रहरी क्याम्प जुन भर्खरै केही दिन पहिला मात्र निर्माण गरिएको हो र यहाँको अवस्था यहाँहरूलाई देखाउँदैछौँ। यो गेट छ दर्शकबिन, यो गेट आधा पुरै डुबेको छ। यो सशस्त्र प्रहरी BOP को अवस्था हो।
हेर्नुहोस् नयाँ निर्माण गरिएको सशस्त्र प्रहरी क्याम्प हो जुन एकदमै डुबेको छ। यदि ग्राउन्ड फ्लोर हेर्ने हो भने ग्राउन्ड फ्लोरको आधा पुरै डुबेको छ पानीमा भने यता गेट हेर्न सक्नुहुन्छ, गेट आधा पुरै पानीमा जलमग्न भएको छ। हामी तपाईहरुलाई प्रेस 4K मार्फत देखाइरहेका छौँ। हाम्रो पेजमा जोडिदिनु होला र लाइभलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। म तपाईहरुलाई हाम्रो प्रेस 4K को प्रत्यक्ष प्रसारणबाट मलङ्गाको करेन्ट सिचुएसन, मलङ्गाको जुन ताजा अवस्था छ, यति धेरै भीषण वर्षापछि जुन अवस्था भएको छ त्यो देखाउन कोसिस गरिरहेका छौँ। यो पानी रुक्नुको र पानीको जलस्तर बढ्नुको मुख्य कारण के हो भने यतातिर भारतमा हेर्ने हो भने भर्खरै भारत सरकारले इन्डियातिर हाम्रो मलङ्गाको केही मिटर अगाडि सैनिक सडक निर्माण गरेको छ र त्यो सैनिक सडकले गर्दा जुन पानीको पहिलेको तुलनामा जुन बहाव थियो, पानी जुन तरिकाले इन्डिया बग्न सकिरहेको थियो त्यो अहिले रुकेको छ। यता भारत र नेपालतिरको जुन आगमन छ त्यो आवत जावत छ मान्छेहरूको पूर्ण रूपमा बन्द भएको छ। कुनै पनि सवारी साधन र मानवको आवत जावत छ त्यो बन्द भइसकेको छ। यता हामीसँग केही स्थानीयहरू हुनुहुन्छ, उहाँहरूसँग हामी छोटो कुराकानी गर्ने कोसिस गर्नेछौँ। नमस्कार। नमस्कार सर, हजुरलाई के छ अहिले यो मलङ्गाको अवस्था? पुरा बिजोग भएको छ अहिले। हजुर। र जुन अवस्था जुन देखिरहेछ चारैतिर पानी नै पानी भएको छ र केही चहल पहल चाहिँ हुनु पर्यो यहाँ सरकारहरूद्वारा, किनभने चारैतिर पानी ठेलिरहेको अवस्था देखिरहेछन्। पहिला यस्तो थिएन तर अहिले चाहिँ पूर्ण रूपमा डुबान परिरहेछन्, यसमा पहल गरिदिनु पर्ने भने। सर, यो भर्खरै भारत सरकारले जुन सैनिक सडक निर्माण गरेको छ त्यसले गर्दा पानीको रुकावट बढेको हो कि कस्तो? हुन त त्यही होला, किनभने अब बाटो छैन पानी जाने कतै, त्यही भएर यो समस्या देखा परिरहेछ। नत्र यो पानी त पास भइसकेको हुन्थ्यो जहाँसम्म मलाई लाग्छ। हजुर, धन्यवाद यहाँलाई। झन्डै सुन्नुभयो तपाईँहरूले अहिले भर्खरै जुन भारत सरकारले मलङ्गाको केही मिटर अगाडि जुन सैनिक सडक निर्माण गरेको छ, एउटा बाँधको रूपमा बनाइएको जुन सडक हो, जुन हाम्रो बोर्डर सीमा नाकामा देखि केही मिटर अगाडि मात्र निर्माण गरिएको नयाँ सडक हो इन्डियाको। त्यसले गर्दा एकदमै पानीको जुन बहाव छ त्यो पूर्ण तरिकाले पहिलेको तुलनामा धेरै नै रुकेको छ र यसले गर्दा पानी जुन छ होल्ड गर्न पाइरहेको छ। हामी यता बोर्डर एरियामा हेर्न सक्छौँ घरहरूको अवस्था। यो घरहरूको अवस्था हो जुन बोर्डर छेउछाउमा निर्माण गरिएको, भर्खरै यता मलङ बाबातिर निर्माण गरिएको घरहरू हो, त्यसको ताजा अवस्था हेरिरहेछौँ। त्यो आधा नै पुरै डुबानमा परेको छ। हामी बिस्तारै भन्सार कार्यालयतिर लाग्छौँ। लाइभलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। हामी यतिखेर प्रेस 4K को लाइभ मार्फत तपाईँहरूलाई मलङ्गाको ताजा अवस्थाबारे जानकारी दिँदैछौँ। फेरि पनि देखाउँ, यो सशस्त्र प्रहरीको नयाँ क्याम्प हो जुन भर्खरै केही दिन पहिला मात्र निर्माण गरिएको हो र यो हो हाम्रो अहिले सशस्त्र प्रहरी ब्यारेकको अवस्था। जुन गेट छ, मुख्य द्वार जुन बनाइएको छ ब्यारेकभित्र छिर्न, क्याम्पभित्र छिर्न, त्यो आधाभन्दा धेरै डुबानमा परेको छ र यो बिस्तारै जलस्तर अझै नै बढ्दै गइरहेको छ। यो हेर्न सक्नुहुन्छ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भनेर निर्माण गरिएको ठाउँ हो। तपाईहरूको एरिया कस्तो छ? तपाईहरूको बस्ने वासस्थानदेखि लिएर तपाईहरु जुन ठाउँबाट यो लाइभ हेर्दै हुनुहुन्छ तपाईतिर पानीको अवस्था के छ? कृपया यसै लाइभको कमेन्ट मार्फत जानकारी गराउनु होला। हामीलाई यतिखेर जुन सुरक्षाकर्मीहरू हुनुहुन्छ उहाँहरूले हामीलाई यो पानीको जुन अवस्था जुन छ डेन्जर भइरहेको छ त्यहाँबाट हामीहरूलाई निकाल्दै हुनुहुन्छ। हामी बिस्तारै आफ्नो पानीभन्दा बाहिर निस्किरहेका छौँ र यो भन्सारको एरिया देखाइरहेका छौँ। हामी यतिखेर प्रेस 4K को लाइभ प्रसारणमा छौँ। हामी सरलाई भन्सार कार्यालय पनि देखाउनेछौँ।
हेर्नुहोस् सर्लाही जिल्लाको मुख्य नाकामा रहेको भन्सार कार्यालय हो यो। भन्सार कार्यालयभित्र पनि पानी छिरेको अवस्था छ। सम्पूर्णले लाइभलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। एकजना युवा हुनुहुन्छ यहाँ, इच्छुक युवा हुनुहुन्छ जुन यस अवस्थाबारे बोल्न तयार हुनुहुन्छ। उहाँसँग हामी केही सोध्ने तयार गर्ने कुराकानी गर्नेछौँ। के छ सर यहाँको अवस्था? यहाँ पानीको अवस्था एकदम गम्भीर छ। यो पानीको जुन अवस्था छ के कारणले योभन्दा यति धेरै जलस्तर बढेको होला? यति जलस्तर बढ्नुको कारण एउटा एसएसपी रोड भनेर चिनिन्छ बिहारमा, सैनिक सडक। सैनिक सडक। त्यो रोड धेरै हाइटले गर्दा अनि उता पुल पनि छैन पानी पास गर्ने। हजुर, त्यही पुलले ब्लक भएर यो पानी नेपालमा जन्मेको अवस्था छ। धन्यवाद पेश पोर्केमा। यतिखेर हामी पेश पोर्केको प्रत्यक्ष प्रसारणमा छौँ। यहाँको जति पनि स्थानीयवासीहरू हुनुहुन्छ सम्पूर्णको भनाइ यति मात्रै हो कि जुन भारतले अहिले सैनिक सडक भनेर निर्माण गरेको छ, मलङ्गाको केही मिटर अगाडि भारततर्फ जाने हो भने त्यहाँ एउटा सैनिक सडक निर्माण भएको छ र त्यसले गर्दा पानीको बहाव एकदमै रुकेको छ। र यतिखेर सुरक्षाकर्मी साथीहरू हेर्दै हुनुहुन्छ, यहाँको स्थानीयवासीहरू हुनुहुन्छ। हजुर, यता हाम्रो सुरक्षाकर्मी हुनुहुन्छ जुन अहिले हाम्रो सुरक्षामा खटिनु भएको छ। उहाँहरूको एउटा रिक्वेस्ट के छ भनेदेखि हामी जुन यो भन्सार कार्यालयको ब्यारियर छ त्यसलाई चाहिँ क्रस नगरिदिनु होला भनेर भनिराख्नु भएको छ उहाँहरू। कृपया सम्पूर्ण लाइभ हेर्नुहुने दर्शकहरूलाई हामी पनि अनुरोध गर्दैछौँ, कृपया आफ्नो घरमै बसेर हामी प्रत्यक्ष देखाइरहेको छौँ हामी प्रेस पोर्के मार्फत। त्यो आफ्नो सुरक्षा स्वयंले गरी घरमै बसिदिनु होला र यता पानी भएको एरियामा चाहिँ नजानु होला। र यो भन्सार कार्यालयको अवस्था हो। हामी पुनः पनि लाइभमा जोड्नेछौँ र सर्लाहीको विभिन्न ठाउँको अवस्थाबारे जानकारी गराउनेछौँ। कृपया लाइभलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। धन्यवाद।